जान त्यसरी गिरा बुढो जान भन्छ रुबी भ्याली त्यहाँबाट गुल्ट्यो भने रुबी भ्याली जाऊ समझ बिस्तारै बिस्तारै राइडर बोय बिस्तारै बिस्तारै कस्तो रमाइ पुगिरहेको होइन हेर्न डाँडाहरू कस्तो बाटो डेन्जर छ यो अगाडि क्या खतराको क्या अब जमिङमा जम भिडियो त तिमीले गर्नु पर्ने भाइ ओए ढुल्लु में पुल है यार आमा क्या तल हो गया यार कति हाइटमा रहेछ यार ल नजिकै होला नि दिएको त ल यहाँ पो खतरा रहेछ त मिङमा यार यो चाहिँ मुखभरि धुलो मुखभरि ज्याम भयो धुलो होइन रक स्टार सबिन श्रेष्ठ नेपाल आइडल विनर फ्रम 1990 के भयो फेरि लडिगयो पानीमा खुट्टै डुबेको थियो जङ्गलको बिचमा छौँ हामी गाह्रो बाटो देख्दैन झन्डै अघि त्यहाँ गुल्टे उतार्नु परेको एक लाख लडिसक्यो फाल्टोमा यो यिनीहरू चारजना लडिसक्यो देखाउन अगाडि के देखाएन अन्धकार पिच ब्ल्याक इङ्ग्लिस बोलिदिउँ न हामी पनि एकचोटि बत्ती झाप्ने बाइदिउँ होइन हा एकचोटि बत्ती सबको झाप्ने बाइदिउँ यहाँ कस्तो कालो छ थाहा छैन निमादा यता राइटतिर हेर्न जङ्गल कस्तो सेतो A few moments later. यो टलमा छ बिस्तारै यो भलको बिस्तारै हान्न मिलाएर बिस्तारै कि बेस गर्ने बिस्तारै ठिक्क मिलाएर क्या भएन छोडिदिए एकछिन यहाँ अगाडिसम्म लिएर जाउँ न सम्झौँ यहाँ माथिसम्म लिएर जाउँ न अचानक के भयो पुस आएन त्यहाँ स्पार्क आएन कि त्यो पुस्नु पायो भने थियो कि त्यो धुलो सिकायो कि उस्तो गइरहेको त्यो स्पार्क आएन कि The next day. Ruby Valley. Good morning from the other side है यस्तो छ है सिन चाहिँ फेरि यहाँबाट चाहिँ ओ माई गड लर्ड ह्याभ मर्सी कुकुर तर्छ क्या तलतिर Everyone from Petso Charlang हाम्रो चाहिँ आज सेकेन्ड डे हो समजितको बाइक बिग्रेर तल छोडेर आएको छ मेक्यानिक मान्छेलाई वेट गरेर छ
बाइकको कन्डिसन एकदम खतरनाक भएको छ हिजोको कडा अफरोडले। केटाहरू उठेर आइरहेछ होइन। गुड मर्निङ भाइ, कस्तो भयो रातिको निन्द्रा? जस्तो भयो पनि मिठो भयो जेस। बाइक साइक त्यहाँबाट पुसपास गरेर यसो पानी हालेर। ओके। री गाउँ मलिक होइन या? हुन चाहिँ री भनेर चिन्छ होइन? A few moments later. सो गाइस फाइनली समरजितको बाइक पनि बनिसकेको छ, दाइले बनाइदिनु भयो। अब हामी यहाँबाट निस्किनु पर्ने हुन्छ स्ट्रेट टु द रुबी भ्याली। यो पनि रुबी भ्याली गाविस त छोइसक्यो फेरि। यो डाँडादेखि चाहिँ रुबी भ्याली र योभन्दा अगाडिदेखि चाहिँ गङ्गा जमुना। ल अब हामी सिधै बाटोमा भेट्नेछौँ र 2 घन्टामा हामी रुबी भ्याली पनि पुग्छौँ होला। बाटोको छेउमा चाहिँ झरना भेटेको छ, दामी होइन? सेक्सी रहेछ। ल मर्निङ राइडमा मर्निङ हामी चाहिँ लागिसकेका छौँ। अब हाम्रो यता होमस्टेबाट अब हामी लगभग 1.5 घन्टामा चाहिँ पुग्छौँ ल हाम्रो डेस्टिनेसनमा। पछाडिको बाटो एकदम अप्ठ्यारो थियो। Let's go! धीरे 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 धीरे। अब ये कौन है बे? So guys, we are almost on the top of the hill and how it really looks like. खतरा छ है डाँडाहरू चाहिँ। ल यस्तो क्रिस्टल डाँडा होइन? केटाहरू छ त। हामी चाहिँ अलमोस्ट रुबी भ्याली आइपुगिसक्यौँ। यहाँबाट घाम लाग्नु आइरहेको छ। घरहरू यहाँ मजाको रहेछ होइन? यतापट्टि अग्लो डाँडाहरू छ। 5 जनाको टिम। बाटो चाहिँ यस्तै छ, कन्टिन्यू। बाटो कति छ? 1 फिट 1-2 फिट कन्टिन्यू। सबै एउटा टायरै आधी गाडी आउँछ। खतरा चाहिँ ठिक छ। गाइज अब चाहिँ हामी अलमोस्ट पुग्न लागिसक्यौँ। अब आधी घन्टा जस्तो बाँकी छ। ल गाइज हामी अब हाफ भनौँ न, अब हाफ एन आवरमा पुग्छौँ होला। अनि त्यसपछि हामीले बाटो बन्द रहेछ। हामीले यो मान्छेलाई भनेको छौँ, यो दाइलाई सेल गरिदिनु हामीलाई त जानु पऱ्यो भनेको छु। हेरौँ के कति टाइम लाग्छ। खुल्छ कि खोल्दैन, खोल्न मान्छे कि मान्दैन, यस्तो दिएछ। हेलो गाइस, हाम्रो लागि चाहिँ यहाँ टोटोले बाटो बनाइदिँदैछ होइन अहिलेको लागि। यस्तो बाटो जाँदैछौँ हामी। ठिक छ त, दामी मजा आइरहेको छ। बाटोमा यो दाइलाई भेट्यौँ, यो दाइलाई यहाँ गाउँको बारेमा भेट्यौँ जस्तो होइन। बाटो भन्नुभयो कि यहाँनिर एउटा बाटो बिग्रिन्छ, यो गाडी पुग्छ होला होइन। बाटो अप्ठ्यारै छ यार।
ल यहाँनिर चाहिँ हाम्रो कासा साथी भेट भइसकेको छ वेलकम वेलकम यस्तो गाह्रो बाटो होइन ल कासा साथी केही भन्नु मन लाग्छ तिमीले 2 शब्द बोलिदेऊ त त्यही हो अब यस्तो स्वर्गमा आउने भएको छ अब मनोरञ्जन गर्नुपर्छ स्वर्ग अझै हामीले देखेकै छैनौँ होइन अझै बाँकी छ यहाँ यहाँबाट चाहिँ हिमाल चाहिँ यति के भन्छ प्रदूषण भएको नि त नेपालभरि नै त्यस कारण अलिकति त्यो मौसम खराब छ तर उसले चाहिँ फेरि मैले आजकल हेरिरहेको छु उसले एकदम टुरिज्मलाई होइन उ गरिरहेछ प्रमोट गरिरहेछ राम्रो कुरा हो इन्टरभ्यू भइरहेको कासा दोस्त के भएको तिम्रो हातमा ए धर न धर समरी धर न ए यहाँ बस गाडीहरू कसरी जान्छ यार जाँदै गर म गेलबुल लिएर आउँछु। हुन्छ नि म चाहिँ मेरो त उक्लिँदैन जस्तो नेसनल फ्लावर अफ नेपाल गाइज त्यहाँ छ नि रिबेलको सबभन्दा ठुलो गाउँ उतै छ होइन तर उनीहरू चाहिँ अलिकति कस्तो भयो भन्दाखेरि उनीहरूको त्यो अब गाउँमा ढुङ्गा माथि बस्यो भने त्यस्तो अलिकति राम्रो देख्दैन हाम्रो सबभन्दा रुबी भ्यालीमा सबभन्दा राम्रो गाउँ मिलेको चट्ट चाहिँ हाम्रो गाउँ हो कि अब देख्छ पछाडि होइन यो पनि हाम्रो रुबी भ्याली सब रुबी भ्यालीकै यो उतै भएको सबभन्दा ठुलो गाउँ ठुलो गाउँपालिका चाहिँ रुबी भ्याली हो होइन वरपरि भाग मात्रै हो यो आउै गाउँ हो हाम्रो जतिसम्म तल हेऱ्यो तल मात्रै होइन माथि अब त्यो थोरै छ अहिले भ्यू पोइन्टहरू र हामी अलमोस्ट कासाको गाउँसम्म आइसकेको छौँ गाइस होइन कासाले मलाई भन्दा त गाउँ देखेर चाहिँ सरप्राइज हुन्छु रे म क्यों बे ओवर एक्टिंग करता साला ओवर एक्टिंग की औलाद अब तेरे को बराबर होता नहीं क्या बोलने को चले एक काम कर 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग के वजह जाउँ न अहिले जाउँ न सिधै जाऊ मेरो भेना उहाँ चाहिँ हाम्रो फेरि गुरु हाम्रो रुबी भ्यालीको गुरु मेरो भेना मेरो साथी है तपाईँ कहाँ भेना ए ल ल आज जस्तो भेना है बाई बाई ल उहाँ गुरु हो हाम्रो त्यो चाहिँ मेरो स्वर्ग माथि जाने त्यो दिन सक्छ ल ल ल बिस्तारै गरेर मेरो बोतल फुऱ्यो भने 5,000 जान्छ अच्छा अच्छा ए यहाँ यस्तो छ फेरि गाउँहरू ठाउँहरू राम्रो छ त्यसो उति राइट जग्गा त्यो ग्राउन्डमा फर्केर ग्राउन्डमा हेलो हेलो पनि रहेछ ल फाइनली चाहिँ हामी घरमा होइन घरमा चाहिँ हिँड्नुपर्छ 1 घन्टा जिस्क्या ल रमाइलो भयो नुहाउनुपर्छ एकलट यस्तो औडा भएको सो फाइनली गाइज हामी कासाको गाउँसम्म आइसकेका छौँ बाइक पार्क गरेर हल्का हिँड्दैछौँ स्कुल रहेछ जस्तो यो कासा चाहिँ हाम्रो फेरि के हो के भन्छ प्रमोटर चाहिँ कासाको भिलेज त लास्ट हेरेर रहेछ धेरै यहाँ त घरै गर्थ्यो पुरै घुम्यो क्या त्यो डाँडा छ नि त्यो हाम्रो टिपिकल नेपाली गाउँ ल हाम्रो आजको यो चाहिँ साउर स्पट हुनेछ यस्तो लभलीमा होइन
cool. भाइ हामी यहाँ रुबी भ्याली म्युनिसिपालिटी पालैबिलो ढलाउने बस्ने स्पट पनि वाइल्ड खतरा रहेछ बबाल चिसो यार बबाल चिसो टाउको एकदम यहाँसम्मको जर्नी होइन यहाँसम्मको ट्रिप मात्र बाटो चाहिँ एकदम अफ रोड छ तपाईँहरू आउनु चाहनुहुन्छ भने बाइक चाहिँ अलिकति घच्चिको लिएर आउनु होला है हर्स पावर ब्याङ भएको उसले भन्छ बाइकको बारेमा डट बाइक सर्ट बाइक ल्याउनु होला होइन एक्सपल्स चाहिँ ल्याउनु होला त्यो मलाई क्लच बेड उड्न खोज्छ बरु एक्सआर ल्याउनु होला 220 बरु दामीसँग आउँछ है 16 आउँदा ठिक हुन्छ डबल चाहिँ नआउनु होला है सबैजना 220 डबल भएको चाहिँ गाह्रो पर्छ यस्तै भनेर थियो नि 16 आउनु होला टक्क लगाएर लुगा सुगा विन्डुज ज्याकेटहरू लगाएर आउनु होला धुलो एकदम छ राम्रोसँग आउनु होला एकदम बाटो चाहिँ अफ रोड राइड गर्नु एकदम दामी छ सबजना भिजिट गर्नु होला रुबी भ्याली भ्यूको बारेमा के भन त कस्तो छ भ्यू चाहिँ राम्रो छ तर अहिले चाहिँ अलिकति मौसमले धोका दिइराख भोलि बिहान क्लियर भयो नि हामी राम्रो भ्यू देखाउँछौँ कस्तो भयो तेरो जर्नी यहाँसम्म हल्का दुःख भाङ्ग्यो होला स्वर्गमा आयो तर परिहरू चाहिँ भेटिन सक्छ त्यसमा नि हल्का गुनासोको पछि टिप्पणी छ भाइ यहाँसम्म आउँदाखेरिको जर्नी अनि यहाँ आइपुगेछिको होइन आउँदादेखि चाहिँ एक्सपेक्टेसन चाहिँ त्यो बाटोमा जति गाह्रो हुन्छ भन्ने त्यति चाहिँ सोचेको थिएन एकदम गाह्रो चाहिँ भयो तर लाइफमा एउटा न्यू एक्सपिरियन्स भयो होइन रमाइलो भयो त्यो जुन मोमेन्टमा चाहिँ त्यही टाइममा चाहिँ एकदम गाह्रो भएको थियो बाटो पनि एकदम अफ थियो नर्मल मान्छे चाहिँ आउनु सक्दैन एकदम पक्का राइडरहरू मात्रै आउनु सक्छ बाटोमा चाहिँ तर आउँदाखेरि जति दुःख भयो जति धैर्य गऱ्यो त्यो अनुसारको चाहिँ ठाउँ चाहिँ एकदम बवाल छ भोइस अफ नेपालको जर्नी कस्तो भयो त भाइ फेरि भोइस अफ नेपालबाट आएको है रिसेन्टली नसोच्दै एकदम टप 8 सम्मै पुगेँ एकदमै मैले चाहिँ त्यो चाहिँ सोचेको थिएन ब्लाइन्ड अडिसनमै सेलेक्ट हुन्न भन्ने थियो सुरुमा चाहिँ ब्लाइन्ड अडिसनमा फुल चियर टर्न भयो हेर्दा अनि त्यहाँबाट लेभल अप तिमीले 4 चियर टर्न गराइदिएको होइन भने चाहिँ सही हो 4वटा चियरै टर्न भयो भोइस अफ नेपालको जर्नी त्यो नै बेस्ट मेरो लागि चाहिँ अनि मेरो भ्युअर्सहरूले आइडल राजु लामासँग भेटेर सँगै गीत गाउनु पाएँ सही ल एउटा गीत जाओस् न त ल मिठो यस्तै यस्तो ठाउँमा त यो गीत गाउनु